मिठो परिकार के होला भनेर अचम्मै पर्नुभयो होला है। यो चाहिँ एक प्रकारको फ्राई, अब के होला, के फ्राई गरे होला, आउनुहोस् तपाईँहरू म सँगसँगै गरौँ है। ल सुरु भयो अब। केरा ल्याएँ हिजो कि, केरा खास अचार खाने भनेर, काँचो केराको अचार खाने भनेर केरा किनेर ल्याइथेँ होइन। अनि त्यस पछाडि आज सबैजना घर भएको बेलामा होइन यसलाई चाहिँ अचार के अरे फ्राई खाम भनेर, अनि त्यस पछाडि फ्राई गर्ने भनेर अनि आज तयारी भयो। धेरै चाहिँ सबैजना हुँदा त रमाइलो पनि हुन्छ नि त, आज बिदाको दिन भनेर। अनि यो केरालाई चाहिँ बोक्रा अलिअलि ताछ्ने के, बाहिरको कालो कालो भएकोलाई मात्रै राम्रोसँग सफा गरेर अनि अलिअलि बाहिर भएको बोक्रालाई मात्रै फालेर यसलाई सबै इक्वल बराबर गरेर टक्क एउटै पिसमा बराबर पिसमा काटेर अनि त्यस पछाडि यता कराई बसालेँ ग्यास बालेर है। अनि कराईलाई तात्न दिएँ। अनि त्यस पछाडि त्यसमा अब यसमा त यो त तेलमा त खासै त्यति मिठो हुन्न, अनि त्यही भएर मजाले घिउ चाहिँ नडराइकन राख्नुपर्छ है, मजाले नै राख्नुपर्छ क्या। मैले 4, 5, 6 चम्चा राखेँ, अनि पछि पनि अलि थोरै भयो भनेर एक थपेँ, गर्दाखेरि कति 1 दर्जन जति केरा थियो होला, 1 दर्जन अलि पुरा थिएन। अनि त्यसलाई चाहिँ यति चम्चा घिउमा, अनि बाहिर हेर्नु न, बाहिर कस्तो जाम पानी आयो। त्यो केरा बोटोको केरा होइन है, फेरि मैले चाहिँ बल्कुबाट किनेर लिएर आएको केरा हो है। आज मैले र्याक धोएको टिलिक्क पारेर भाँडा सजाएर देखाउँदैछु फेरि त्यता पनि घिउ तात्ने जेल। अनि म ट्राई गरेँ घिउ तातेँ कि भनेर, अनि घिउ तातेपछि थोरै गरेर एउटा गरेर त्यसलाई राखेर गर्छु भनेर तयारी गर्दै थिएँ। फेरि होइन भो एकैचोटि गरे पनि हुन्छ भनेर भन्नुभयो। अनि मैले हस् भनेर सबैलाई एकै ठाउँमा राखेर अनि फ्राई गर्न सुरु गरेँ। अनि धेरै बेर चलाउनु हुन्न के, चलाइराख्न नि हुन्न, चलाइराख्यो भने नि त्यो भित्रको गुदी निस्किन्छ। छोरी पनि हेर्दै थिइन् मक्क पर्दै, बाहिर पानी परेर यस्तो भएछ, पुरै मजाले पानी आउँछ। छोटेले फेरि घरि के भन्छ चक्लेट खोल्दै भनेर चक्लेट खोल्न ल्यायो खाने भनेर। यता तिजको गीत पनि बज्दैछ के, रमाइलो हुँदैछ तिजको गीत बजेर होइन। ड्याडीलाई भन त जाऊ। अनि फर्कायो फर्काइ एकछिन धेरै बेर नफर्काउने, अनि त्यस पछाडि ऊ पनि गर्ने कि यसलाई खासै नढाक्ने कि, नढाकिकन पकाउने। अन्त त्यत्रो घिउ बेसार धेरै घिउ चाहिन्छ क्या यसलाई। अनि त्यस पछाडि ल फ्राई हुँदैछ, कति राम्रो देखिसक्यो। मुखबाट रसै आयो, कति मिठो हुने होला खाने बेलामा। ल यस्तो गरेर पनि मिठो हुन्छ। म चाख्दै पनि छु, पाके कि त्यही पनि भनेर है। अनि यहाँ पाक्दैछ। अनि एकछिन फ्राई गरेपछि त्यो 2-3 फेर भन्दा नचलाउने। अनि यसको छिल्का, अनि यता घिउ बाँकी रहन्छ भनेर त्यो घिउमा मैले आलु पनि भुट्न पर्ला भनेर अनि आलु पनि काट्दैछु कि। अब लगभग तयार भयो। मन पर्यो भनेदेखि लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला ल है। गाइस यसरी नै खाना ट्राई